सबैजनामा नमस्ते, गुड मर्निङ। आज चाहिँ यसको चाहिँ अलग प्रकार देखाइरहेको छु, एउटा अर्को प्रकार है गाइज। हेर्नुहोस्, यसलाई चाहिँ हामीले मजाले यसलाई चाहिँ सफा गरेर यस्तो बनायौँ हामीले। अनि चाहिँ यसको चाहिँ यसरी हामीले यसकै उसले छिल्काले चाहिँ यसलाई यसरी बान्यौँ गाइज, यसरी बान्यौँ। पहिला यसरी सफा गर्नु होला अनि यसरी बान्नु होला है गाइज। यता चाहिँ अलरको दाललाई चाहिँ मैले धुएर हल्का 2-3 मिनटको लागि भिजाउन राखेको थिएँ। अनि चाहिँ यो चाहिँ टमाटर अनि मोटो प्याज, अनि यता चाहिँ हेर्नुहोस् त गाइज, यो चाहिँ हाम्रो चाहिँ लौका चाहिँ मोटो मोटो गरेर काटेको लौका छ। यता चाहिँ त्यो शेंगा, अनि यता चाहिँ यो तड्काको तयारी हो हाम्रो। खडा गरम मसला प्लस यो रातो खुर्सानी, अदुवा मसिनो काटेको, लसुन, अनि चाहिँ यो चाहिँ मैले चाहिँ यो बनाइराख्छु गाइज। हजुरहरू पनि बनाइराख्नु होला घरमा, एकदमै राम्रो। जिरा, मेथी, लाही अनि आजवाइन चाहिँ थोरै राख्छु गाइज, यसमा धेरै राख्दैन। प्रेसर कुकरमा चाहिँ हजुरले लौकी अनि दाल, टमाटर, प्याज यो सबै चिज यसमा हालिदिनु होला। अलरको दाल अनि लौकी चाहिँ यसमा गयो गाइस। यसको 2 सिटिक भइसकेपछि चाहिँ हामीले यो शेंगा चाहिँ यसको 2 सिटिक पछि हाल्छौँ, किनकि यो छिटो पाक्छ अनि अलि यसलाई टाइम लाग्छ। गाइस हेर्नुहोस्, नास्तामा चाहिँ हामीले पोहा खाइरहेछौँ। हेलो गाइस, हेर्नुहोस् हाम्रो यो चाहिँ मजाले पाक्यो। यसलाई हल्का बाक्लो छ, यसमा म थोरै पानी थप्दै जान्छु। बस अब यसलाई तड्का दिन्छौँ गाइस। यो तोरीको तेल हाल्दैछौँ, यसमा चाहिँ 2टा पल्ला चाहिँ मैले तोरीको तेल हालेँ। खडा गरम मसलामा चाहिँ हामीले दालचिनी, लौंग, काली मिर्चा मात्रै लगाएको छ, अरू केही होइन यसमा हाल्ने। यति हो खडा गरम मसला गाइस। कढीपत्तालाई हजुरहरू के भन्नुहुन्छ भन्नु भएन गाइस, प्लिज भन्नु होला नि कमेन्टमा गएर। अब चाहिँ मेथी, जिरा, लाही अनि चाहिँ आजवाइनको तड्का। आजवाइनले खाना डाइजेस्ट हुन्छ गाइस, त्यही भएर म आजवाइन राख्छु है। रातो खुर्सानी, लसुन, अदुवा मसिनो काटेको गाइज। यो चाहिँ हिङ, हामीले खानामा दालहरूमा हिङ पनि हाल्छौँ गाइज, राम्रो हुन्छ, डाइजेस्ट हुन्छ खाना। हल्दी है, यसमा चाहिँ दाल, नुन स्वाद अनुसार गाइज। थोरै उमाल आइसकेपछि चाहिँ माथिबाट चाहिँ 1 चम्मच घिउ। यसको टेस्ट यति राम्रो हुन्छ गाइज, हजुरहरू ट्राई गर्नु होला घरमा, एकदम राम्रो हुन्छ यसले गाइज। यो चाहिँ फलामको कडाई हो, यो कडाई चाहिँ एकदम मनपर्छ गाइज। यो कडाई चाहिँ मलाई मेरो मम्मीले लिइदिनु भयो, एकदमै राम्रो छ यो कडाई। यसमा चाहिँ मैले चटनी बनाउँछु कहिलेकाहीँ। भाटा, प्याज, टमाटर अनि मैले चाहिँ लसुन चाहिँ माथिबाट पछि हाल्नु। मैले सबै मटेरियल, यो चाहिँ भाटा, टमाटर, प्याज, लसुन, हरियो खुर्सानीको चटनी एकदम मिठो हुन्छ। नुन हालिरहेछौँ स्वाद अनुसार है। गप्प ढाकिदिनु होला एकदम मजाले, एकछिन स्लो आँचमा गाइस। म चाहिँ भाटाको चटनी चाहिँ मजाले यसरी पकाउँदै एकदम यसरी हजुरहरू पनि यसलाई हेर्नुहोस्। सबै चिज रेडी छ। दाल दुधी भन्छौँ, दाल लौकी पनि भन्न सकिन्छ यसलाई। मोही, भाटाको चटनी, सलाद, भात खानु होला गाइस। शुभ दिन सबैको। यस्तै खानाको लागि मेरो च्यानललाई लाइक कमेन्ट गर्नु होला। केही गल्ती भएको भएपछि सरी सबैजनालाई।